जय सिद्ध बाबा की दर्शन के जाम रहेछ सिद्धा यता किन माटो झार्न आयो माटो झारेछ हेलो त्यही भएर घुम हिँडेको जय सिद्ध बाबा की दर्शन लास्ट चिसो छ यार आज यार हामी हिँड्दै गर्दा हिउँ पर्दैन अरे किन चन्दागिरी जानु यही बाटोमा हिउँ खेल्दिन अरे अरे जाममा भरियो खोला चली नगले रोकिन के जाम रहेछ सिद्धा यता किन माटो झार्न आयो माटो झारेछ बडा बाटो छ झोलो उडाउँछन् के साथीहरूले बाटो पिच छ आउँदैछ मैले त होइन अस्ति गर्दा कस्तो थियो तिमी अस्ति पाल्पा गएर अनि साँझै फर्केको बसेन हौ नाइट क्याम्प गर्न मिलिहाल्छ नि किन नबसेको त अनि थाहा होटेल होटेल मल्लमा बसेको हुन्थ्यो नि त अनि उता त भर्खर सुरु भयो गाडी लिएर आएको भए आज जाममा पऱ्यो नि होइन बाइक आए चाहिँ धेरै सजिलो हुन्छ कि छुट्टो छुट्टो निस्किन पाइयो होइन अनि गाडी ल्याएको भए उनीहरू लास्ट जाम छ त
टरक 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 जामै नारायणघाट जस्तो जाम नारायणघाटै त हो नि यो सिद्धा बाबासम्म जाम छ भने लगाइदिने कि यत्तिकै जोरदारा आइयो जोरदारा अलि पारी यता यता किन सन्जन दिदी चिया खाऊँ न चिया खाऊँ न स्कर्पियो लस्के चल्दा कस्तो यसले गिराएर चाहिँ क्या जाने भने क्या ट्राफिकले गाली गर्यो होला फाइन 1000 रुपियाँ अरे गृहमन्त्री ठगबहादुरलाई ठग त गइहाल्यो नि त्यत्रो गरेपछि नि यहाँबाट ठाडै निस्क्यो ठाडै ठाडै तल्लो तल्लोबाट लामो छ भन्ने मात्रै हो लामो भएको छ तान्छ कि तिम्रो बाइकले एक कुन्टल छु म त एक कुन्टल छु म त उठ्ला अगाडिको पक्का कति यो 100 सीसीको होइन यो बाइक अरू भिडियो ल्याउँदा पनि नाच्दैन रहेछ गुल्मीको सङ्घर्षपूर्ण यात्रा कहाँ जङ्गल सिद्धो थाहा छैन तर यो सिधी जाने बाटो हो क्या होइन सिधी सिङ्गर जाने बाटो लास्ट डेन्जर छ यार बाटो तर हामी यति बाटो हो जाने खिया होइन हामी जाने खिया बाटो बहुत डेन्जर छ यार
यता कुहिरो ला यस्तो मारोलाई सुस्त यार ज्यान छ सबै छ सुस्त जाने केही छैन लास्ट तर हिँडिरहेको बाटो हो त्यस्तो मेरा बाबे छैन पहिला गाउँघरमा यस्तै त बाटो छ हाम्रोतिर नि होइन त्यस्तो डराउनु पनि छैन त्यही पनि तिमीले चलाइरहेन झुकिन्छौ कि भनेर मात्र हो साथीको अगाडि हिँडेको नयाँ साथी हो बाटो थाहा नभएको उनलाई पनि होइन अनि उनलाई अगाडि जानलाई ओभरटेक गर्न बाटो थाहा छैन अनि अगाडि हामी हिँड्दैछौँ मस्त धुलो खाइरह केही छैन लस्काउलाई दाइ छोड्दिन मिल्दैन ल खतम भयो यार उता कुद्न पर्छ भनेर यताडा 2 बजीसम्म बुटोल पुग्ने गुल्मी पुग्ने थियो 5 बजाइदिने भयो के अरे हामी कहाँ ठाउँ आएको अरे खियाको टपबाट हेर्दाको यो भ्यू सुन्दर भ्यू आनन्द लाग्दो मजा लाग्दो भ्यू रहेको छ बाटो चाहिँ एकदम दुःख भइरहेको छौँ होइन तर चाहिँ केही छैन नयाँ ठाउँ नयाँ तरिकाले हिँड्नको लागि छुट्टै मजा आउँछ होइन अनि हिँडिरहेको बाटो कति हिँडिराख्नु सबै थाहा हुन्छ नि त होइन त्योभन्दा पनि नयाँ ठाउँमा आफू टक्क जाँदाखेरि होइन सोध्दै दिदी यो जाने बाटो कहाँ हो दाइ यो जाने बाटो कहाँ हो बहिनी यो ठाउँ जाने बाटो कहाँ हो भन्ने सोध्दै जाँदाखेरिको त्यो मजा बेग्लै छ तर बाटो चाहिँ चिप्लो छ ए भाइ सुस्त है लागेको छु म प्रोफेसनल्ली तरिकाले भिडियो बनाउँदै त हिँड्दैन तर आफू गएको ठाउँलाई चाहिँ एउटा मेमोरी होस् भनेर चाहिँ बनाउँछु होइन अनि माथि टप डाँडामा किनकि उताबाट बाटो थियो फेरि यो बाटो आइँदा पनि आइन्थेन तर के छ नि उताको हाम्रो जोर्तेको बाटो बन्द रहेछ 3 बजी खुल्ने रहेछ अनि हामी त 3 बजी त आफ्नो ठाउँमा पुग्नु पर्छ अनि माथिदेखि डाँडामा आएर अनि त्यो तल्लो डाँडा झरेर चाहिँ जाँदैछौँ होइन बाटो चाहिँ धेरै अलिकति अप्ठ्यारो छ तर हिँडिरहेको हामी चाहिँ लगभग त्यति खासै अप्ठ्यारो पर्दैन तर माथि स्वर्गको आनन्द लिनको लागि 2 डाँडा र बिचमा रहेको त्यो पहाडको सुन्दर भ्यूलाई हेर्नको लागि कि त पहाडिया भएर जन्मिन पर्यो कि त पहाड घुम्न आउनु पर्यो यो सुन्दर ठाउँमा माथिदेखि आनन्द लिनको छुट्टै मजा छ यो हाम्रो के अरे ठाउँ खियाको डाँडाबाट तलको यो फाँट हामी अर्गेलीको यो डाँडो देखाइरहेका छौँ नझुकिने होला पारीको उता ठुलो विशाल पहाड पारी उता विशाल पहाड र बिचमा रहेको यो सुन्दर फाँटको माथिदेखि हेर्नुको दृश्यको छुट्टै आनन्द अनि मजा छ को आउनु भएको छ पहाडतिर यसरी भिजिट गर्नको लागि एकखेर अवश्य पहाडको यो डाँडादेखि तलपट्टि हेर्नलाई क्या मजा आउँछ कि क्या आनन्द आउँछ तर हामी बाटो चाहिँ एकदम दुःख आऊ केही हुन्न लोटे पनि आऊ ल त्यो धेरै कुना नहाल लास्टै चिप्लो बाटो रहेछ यार आइन्छ के त्यति म चलाऊ म चलाऊ त्यति गाह्रो त होइन यता फाइनल्ली आइयो हामी यहाँ रेसुङ्गा जाँदैछौँ हाम्रो आदरणीय दाइलाई चाहिँ फकाएर चुम्बन दिएर अनि चाहिँ माथि रेसुङ्गामा अब भ्यू हेरिन्छ चप्प भ्यू हेरिन्छ रेसुङ्गाको अहिले मैले राख्छु अपलोड गर्ने होइन यो लाइक गर्ने घाम लागेको व्यक्ति रहेछ
हामी अहिले गुल्मी रेसुङ्गा मन्दिरमा आइसकेका छौँ र बिहानीको यो सुमधुर अनि रेसुङ्गा दर्शन गर्न पाउँदा यो मन एकदम हर्षित भएको छ। हाम्रो प्रिय दाजु मस्त घाम ताप्नु भएको छ। 1000 सिँढी चढ्दाखेरिमा थाकेर लत्तित हुनुहुन्छ, तर म भने आफ्नो गतिमै दौडेर आएँ र हाम्रो माथि अब अलिकति माथि चाहिँ भ्यू पोइन्ट छ। त्यो भ्यू पोइन्ट म एकछिनमा देखाउँछु।